आज यो हामी बाइकमा लगभग 4-5 घन्टाको अन्तरालमा हिँडेर आयौँ। हामी यहाँसम्म पुग्दा तपाईँले कस्तो लागिरहेको छ आर्यन पुल मगर? बाइकमा आउँदाखेरि चाहिँ जे होस् राम्रै भयो। नयाँ यात्रा थियो हाम्रो। नयाँ यात्रा गर्दाको क्रममा नयाँ भएको हिसाबले चाहिँ हामी अलिकति बाटोमा बिर्सिने भयो के बिचबिचमा अब धेरै दायाँ बायाँ जाने होइन, त्यो बाटो हामीले बिर्सिएको हिसाबले चाहिँ हामी अलिकति ढिलो पुगेको हिसाबले चाहिँ हामी साँझ यहीँ बास बस्यो। तर मलाई लागेको थिएन कि यहाँ चाहिँ गाछ बास कबासको सबै व्यवस्था हुन्छ, तर यहाँ चाहिँ सबैको व्यवस्था रहेछ। सुत्न खाना यताउति टोयलेट वासरुमको सबै व्यवस्था रहेछ। मलाई एकदमै खुसी लाग्यो। हामीले चाहिँ सालीडिब्बा मन्दिर कालीमाता देवीको दर्शन चाहिँ हामी बिहान ठिक 9 बजे चाहिँ गरेको थियौँ। अनि अहिले चाहिँ हामी सालीडिब्बाको मन्दिरको नजिकै एउटा यस्तो खालको पहाड देख्न सक्नुहुन्छ है। यो चाहिँ तपाईँको अनुसार के लाग्छ तपाईँले? यो लाग्छ मलाई यो एकदमै टप हो यो जग्गा होइन। यो वरपर जो जति पनि छ त्यो जग्गाहरूमध्ये यो एकदमै टप ठाउँ हो। त्यसैले म योमा गएर तपाईँहरूलाई चाहिँ देखाउने प्रयास गर्छु। ओके सर, यो तपाईँको आर्यन पुल मगर योमा गएर यसो उहाँले तपाईँहरूले सिन देखाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यो यसरी टक्क नाप्न सकिन्छ। यो माथि यो यहाँ जान्छ होइन। म चाहिँ माथि गएर चेक गरौँ है त। यहाँदेखि चाहिँ चारैतर्फ देख्न सकिन्छ। अहिले क्यामेरामा कैद त नहोला, तर एकदमै राम्रो छ। मैले पहिलोचोटि चाहिँ मैले यस्तो अनुभव गर्न पाएँ, खुसी लाग्यो मलाई। यो तपाईँको तलको भ्यूज कस्तो छ हजुर? यसो देखाउँदैछु म। पनि एकदमै राम्रो छ। तपाईँहरू ठ्याक्कै हाम्रो रोल्पाको यो क्युरी भन्छ त्यो क्युरीको गाउँ जस्तो लाग्यो मलाई। पारी चाहिँ तपाईँको यो त्यो के भन्छ ठ्याक्कै नाम बिर्स्यो, के भन्छ यो गरमज्याङ त्यो त्यहाँ त्यस्तो लाग्यो मलाई। एकदम टक्क राम्रो छ, पुरा नेपालको सिन जस्तै छ। यहाँदेखि तपाईँले चाहिँ कहाँ देख्न सकिन्छ भनेपछि तपाईँको यो सिमला परिहाल्यो होइन। पारी सिमला हजुर, यो सिमला पऱ्यो, सन्जौली ढलिचोक पऱ्यो, अनि यता चाहिँ मुसुप्रा पऱ्यो। यता बाँकी सबै चारै देख्न सकिन्छ। लाग्छ कि पृथ्वी गोलो छ जस्तो लाग्छ कि देख्न सक्छ होइन भन्छ। कौवा पनि उडिरहेको छ है। पृथ्वी गोलो जस्तो लाग्छ कि यहाँ। पृथ्वी गोलो छ। यहाँ जब हामी टपमा आयौँ पृथ्वी गोलो जस्तो छ। यसो तपाईँले यसो आउँछ भने अलिकति डान्स पनि गर्नुहोस् माथिबाट। डान्स हुन्न अहिले जब मरिन्छ हो यहाँबाट। ल तल झर्नुहोस् न अब फेरि अब हिँडिहालौँ। चलो ठिकै छ। अब यात्रा हाम्रो अब घरको प्रस्थान हुँदैछ। ल हामी चाहिँ उत्रिएको अवस्था।